नमस्कार साथीहरू, आज 2083 साल साउन महिनाको 18 गते सोमबारको दिनको नेप्से अपडेट लिएर उपस्थित भएको छु। आज यो हप्ताको पहिलो क्यान्डल हो र यो महिनाको पनि पहिलो क्यान्डल चाहिँ ग्रिन भएर बन्द भएको छ, तर एक अङ्कभन्दा बढीले घटेको पनि छ है त। हरेक सोमबार बजार चाहिँ घटेकै हामीले अनुभव गरिरहेका छौँ र आज हामीले प्री ओपन सेसनलाई हामीले चाहिँ एनालाइसिस गर्ने हो भने बजारलाई नियोजित तरिकाले घटाउन लागि हो कि भन्ने पनि देखिन्छ। बजारमा आज नियमित रूपमा करिब 7% भन्दा बढीको गिरावट चाहिँ भयो रिलायन्स स्पिनिङ मिल्समा, जसले चाहिँ बजारलाई नै हल्लाउन सक्छ। आज बजारमा सेलिङ प्रेसर आउने मुख्य कारण पनि त्यही रिलायन्स स्पिनिङ मिल हो र योभन्दा अगाडि चाहिँ अदर सेक्टर राम्रो बढेको कारणले अदर सेक्टरमा अलिकता आज प्रॉफिट बुक भएको देखिन्छ भने चाहिँ आरएसएमएल रिलायन्स स्पिनिङ मिलमा चाहिँ नियमित चाहिँ सप्लाई छ। त्यस कारणले गर्दाखेरि आरएसएमएललाई प्रयोग गरेर बजारलाई सुनियोजित तरिकाले घटाइएको हो कि भन्ने चाहिँ मैले अनुमान गरेको छु। प्री ओपन सेसनलाई पनि हेर्दा र बजारको अन्तिममा आएर बजारलाई रातोमा बन्द गराउन खोजेको देख्दा चाहिँ त्यस्तो चाहिँ मैले अनुभव गरेको छु है त। हामीले योभन्दा अगाडिको भिडियोमा क्लियरली भिजन राखेका छौँ। बजार 2670 भन्दा तल आयो भने नेगेटिभ हुन्छ, 2655 भन्दा माथि गयो भने अप ट्रेन्डमा जान्छ भनेर भनेका छौँ। आजको भिडियोमा हामी नेप्सेको टेक्निकल एनालाइसिस गर्नेछौँ। चार्ट प्याटर्न, क्यान्डलस्टिक प्याटर्नबाट र विभिन्न इन्डिकेटरबाट हेर्नेछौँ। बायरहरू कतिको स्ट्रङ छन्, सेलरहरू कतिको लुज छन्, अथवा सेलरहरू स्ट्रङ भएका छन् कि अथवा बायरहरू लुज भएका छन् कि त्यो पनि हामी साइकोलोजिकल इन्डिकेटर बेस भएर हामी चाहिँ हेर्नेछौँ। र बजार के भएपछि अप ट्रेन्डमा जान्छ र बजार के भएपछि डाउन ट्रेन्डमा जान्छ, बजार चाहिँ कहिलेसम्म साइडवेज बस्ने हो त भन्ने कुरा चाहिँ हामी आजको भिडियोमा निष्कर्ष निकाल्नेछौँ। अब सुरु गरौँ हामी आजको नेप्से अपडेटबाट। ल आज नेप्से 0.04% अर्थात् 1.20 अङ्कले घटेर 2684.33 अङ्कमा बन्द हुन पुगेको छ। आज सुरुमा बाइङ प्रेसर थियो, बाइङ प्रेसरमै र यो ठाउँमा एकदम कन्सोलिडेटेड भयो। यो हाईलाई ब्रेक गर्न सकेन, माथि जान सकेन। त्यसपछि बजार चाहिँ घट्छ भन्ने लाग्यो। त्यसपछि बाइङ गर्नेले बाइङ गर्न छोडे र सेल गर्नेले अलिकता सेलिङ दिँदाखेरि बजार चाहिँ अलिकता 1.2 अङ्कले घट्न पुगेको छ। आज 128वटा कम्पनीको मूल्य बढेको छ, 140वटा कम्पनीको मूल्य घटेको छ र 6वटामा कुनै परिवर्तन भएन। आज टप गिनरमा इसिएल, एसएपीडीबीएल, एमएसएलबी, एसएआईएल र सागर रहेको छ। त्यस्तै गरेर टप लुजरमा केबीएल डिबेन्चर 86, आरएसएमएल, एसएबीबीएल, भगवती, एलबीबीएल डिबेन्चर 89 रहेका छन्। त्यस्तै टप टर्नओभरमा आज आरएसएमएल, रिडी, जीबीआईएमई, एसएपीडीबीएल र एनआरएन छ। त्यस्तै गरेर टप भोल्युममा जीबीआईएमई, केएसवाई, रिडी, केबीएल, एनआईसीएसएफ छ भनेपछि टप ट्रान्सक्रिप्सनमा आज इसिएल, एसजीएचएल, केएचएल, आरएसएमएल, टिपीकेएचएल रहेका छन्। र आज 4,57,20,84,231 रुपियाँ 40 पैसा बराबरको टर्नओभर आएको छ। आज सेक्टरगत हेर्दा ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क, होटेल, हाइड्रो पावर, लाइफ इन्सुरेन्स, माइक्रो फाइनेन्स, म्युचुअल फन्ड, नन लाइफमा चाहिँ वृद्धि छ भनेपछि आज फाइनेन्स सब इन्डेक्स, इन्भेस्टमेन्ट इन्डेक्स, म्यानुफ्याक्चर, अदर र ट्रेडिङ इन्डेक्समा चाहिँ गिरावट देखिएको छ। आज अदर इन्डेक्स, म्यानुफ्याक्चर इन्डेक्स र ट्रेडिङ इन्डेक्समा आएको सप्लाईको कारणले गर्दाखेरि नेप्सेमा अलिकता प्रेसर परेको देखिन्छ है त। ब्रोकर समरी हेर्दा 58बाट 52.17% को बाइङ छ, 49बाट 51.44% को सेलिङ छ, 42बाट 51.39% को बाइङ छ, 45बाट 53.74% को सेलिङ छ, 34बाट 55.63% को सेलिङ छ, 48बाट 51.92% को बाइङ छ, 44बाट 54.31% को बाइङ छ, 17बाट 60.62% को सेलिङ छ, 57बाट 54.47% को सेलिङ छ, 77बाट 72.64% को सेलिङ छ। 6वटा ब्रोकरबाट सेलिङ देखिएको छ भने 4वटाबाट बाइङ प्रेसर देखिएको छ। आज अलिकता सेलिङ प्रेसर बढी हो कि भन्ने कुरा चाहिँ देखिन्छ ब्रोकरको एनालाइसिस गर्दाखेरि। अब हामी नेप्सेको टेक्निकल एनालाइसिस गरौँ। नेप्सेको टेक्निकल एनालाइसिस गर्दा हामी सुरुमा चाहिँ क्यान्डलस्टिक प्याटर्न हेर्दाखेरि नराम्रो बनेको छैन, हिजोको लेभल बराबरमा क्लोज छ भने चाहिँ अलिकता सेलतिर चाहिँ बढी ध्यान गएको जस्तो देखिन्छ। आजको क्यान्डल हेर्दाखेरि एकदम नराम्रो छैन, यो क्यान्डलभन्दा माथि नै क्लोज छ, यसको हाइट बराबरै क्लोज छ भने चाहिँ यो चाहिँ राम्रै मानिन्छ। यो ठाउँमा बाई गरेर बसेकाहरूलाई र यो ठाउँमा बाई गरेर बसेकाहरूलाई बजारले निकाल्दैछ भन्ने कुरा चाहिँ क्यान्डलस्टिक प्याटर्नबाट चाहिँ देखिन्छ। र अर्को कुरा चाहिँ डाउ थ्योरीबाट हेर्दाखेरि लोअर हाई बनाउँदै आइरहेको बजार चाहिँ यसरी चाहिँ अहिले हायर हाई बनाइसकेको छ भने अब यसलाई चाहिँ हायर लो बनाउने तर्खरमा छ। अब यो हायर लो त्यति बेला हुन्छ जब चाहिँ यो 2752 लाई कटेर माथि गयो भने यो चाहिँ हायर लो चाहिँ
कन्फर्म हुन्छ। त्यसपछि हामी बजारमा डाउ थ्योरी, क्यान्डलस्टिक प्याटर्न र चार्ट प्याटर्नबाट हामी चाहिँ एकदम बुलिस हुनेछौँ। अहिलेसम्म चाहिँ बजार चाहिँ हायर लो बनाउनको लागि सङ्घर्ष गरेको देखिन्छ। जबसम्म यो 2670 भन्दा तल नजाँदासम्म हामी नेगेटिभ हुँदैनौँ। जति बेला पनि बजारमा ट्रेन्ड चाहिँ बलियो हुनसक्छ है त। यो कुराले चाहिँ हेर्नु पर्यो क्यान्डलस्टिक र चार्ट प्याटर्नबाट र डाउ थ्योरीबाट एकदमै क्लियर कट राम्रो बनेको छ। एउटा क्यान्डल, दुईटा र तीनटा क्यान्डल एउटै लेभलमा यसरी बस्नु भनेको मार्केट चाहिँ अहिले साइडवेज बसेको छ भन्ने हो। मार्केट चाहिँ 2670 भन्दा तल गयो चाहिँ ठुलो फल हुन्छ र मार्केट चाहिँ 2750 भन्दा माथि गएर बस्यो भने मार्केटमा ठुलो वृद्धि हुन्छ भन्ने कुरा चाहिँ वान डे टाइम फ्रेमबाट चाहिँ यो देखिन्छ भने हामीले पनि त्यही अनुसारको बिहेभियर गर्नुपर्ने हुन्छ है त। त्यसपछि अलिकता सानो टाइम फ्रेममा हेरौँ। सानो टाइम फ्रेममा हेर्दा पनि बजार चाहिँ नेगेटिभ छैन। यसरी एम प्याटर्न बनाइसके तल झरेको हो भने चाहिँ अहिले चाहिँ यो पोइन्टमा चाहिँ सपोर्ट लगेर माथि बसेको छ र यसले चाहिँ अहिले 2649 अथवा 2700लाई ब्रेकआउट दिन सकेको छैन। 2700लाई ब्रेकआउट दिइसकेपछि बजार चाहिँ 2790 को हाराहारीतिर पुग्न सक्छ भन्ने कुरा देखाउँछ भने यसको साथसाथै 2670लाई ब्रेकआउट दिइसकेपछि बजार चाहिँ फेरि यो 2570 तिर आउन सक्छ भन्ने कुरा पनि देखाउँछ है त सानो टाइम फ्रेममा। ल विकली टाइम फ्रेममा हेर्दाखेरि बजार चाहिँ त्यस्तो नराम्रो छैन। ग्रिन क्यान्डलले बनाएको छ हैन। यो क्यान्डल भन्दा तल आएको छैन भने यसलाई चाहिँ हामी राम्रै मान्नुपर्ने हुन्छ। विकली टाइम फ्रेममा पनि बजार चाहिँ बिस्तारै सुध्रिँदै गइरहेको देखिन्छ। मन्थली टाइम फ्रेममा पनि बजार राम्रो छ। यहाँ चाहिँ एउटा ग्रिन क्यान्डल बनिसकेको छ र यसको 50% को भन्दा माथि जान नसकेको कारणले बायरहरू अलिकति विक देखेको छ भने आज चाहिँ यो एउटा क्यान्डल, आजको यो मन्थको क्यान्डल पनि राम्रै बनेको छ भने अब यो अघिल्लो मन्थको क्यान्डललाई यसले चाहिँ यसलाई चाहिँ तोडेर माथि जानुपर्ने हुन्छ। 2750 भन्दा माथि गयो भने बल्ल चाहिँ बजारमा राम्रो मुभ आउन सक्ने देखिन्छ मन्थली टाइम फ्रेमबाट पनि है त। एरर इन्डिकेटरबाट हेर्दाखेरि सेलरहरू एकदम जिरोमा भइसके। सेलरहरू जिरो भइसकेका छन् भनेपछि बायरहरूले मात्र के गरेका छन् भन्दा बायरहरू चाहिँ किनेका छैनन्। 100 मा पुगेका बायरहरू स्ट्रङली रूपमा बाई गरेका थिए भने जब बजार तल आइसकेपछि अलिकति मनोबल खस्कियो र बजार चाहिँ माथि जान्छ या जान्न तल पो झर्ने हो कि भनेर उनीहरू चाहिँ अलि माथि गएर चाहिँ मार्केट ब्रेथ बढेको छैन हैन। माथि गएर खाएका छैनन् भने तल राखेका छन् भनेपछि त्यस कारणले गर्दाखेरि बाइङ चाहिँ 35% मा छ, सेलर जिरोमा छ भनेपछि 70 बाट 35 मा झर्नु भनेको बाइङ चाहिँ एकदम नै घटेको हो भने सेलर पनि जिरोमा आइसक्यो भनेपछि मात्र अलिकता कन्फिडेन्स लेभल चाहिँ नभएको देखिन्छ। एउटा क्यान्डल चाहिँ यो भन्दा माथि बस्न सक्यो, 2700 भन्दा माथि बस्यो भने यो चाहिँ फेरि के हुनेछ भने चाहिँ एरोन अप चाहिँ माथि लाग्नेछ र यो चाहिँ तलै चाहिँ कन्सोलिडेट भयो भने एउटा पोजिटिभ माहौल हुन सक्छ। अहिलेसम्म चाहिँ बाइङमा पनि इन्ट्रेस्ट छैन, सेलिङमा पनि इन्ट्रेस्ट छैन है त। त्यस्तै 1 आवरको टाइम फ्रेमबाट हेर्दाखेरि पनि लगभग सेलर चाहिँ 35% छन् भनेपछि बायर चाहिँ 71 को लेभलमा छन् भने 1 आवरको टाइम फ्रेममा चाहिँ बायरहरू चाहिँ स्ट्रङ देखिन्छन्। विकली टाइम फ्रेममा हेर्दाखेरि सेलर नै हाबी देखिन्छ। फेरि लङ टर्ममा अलिकता लामो ठुलो टाइम फ्रेममा हेर्दाखेरि सेलर हाबी देखिन्छन्। लगभग चाहिँ 100 बाट 78 मा आएको छ भने यो बायरहरू जिरोमै छन् भने चाहिँ विकली टाइम फ्रेममा पनि अब यो बायरहरू अलिकता माथि पुग्नुपर्ने हुन्छ। त्यति राम्रो सिनारियो देखिएको छैन, बाइङ सेन्टिमेन्ट त्यति राम्रो देखिएको छैन भने सेलरहरू हाबी देखिन्छन् 70 भन्दा माथि छ है त। त्यस्तै मन्थली टाइम फ्रेममा हेर्दाखेरि पनि बायरहरू कमजोर छन् सेलरहरू भन्दा। तर चाहिँ के छ भन्दाखेरि सेलर कमजोर हुनु भनेको राम्रो सङ्केत हो भने बायरहरू चाहिँ सेलर सकिन थाल्यो भने बायरहरू एकाएक चाहिँ आउन सक्छन्। अब यसले चाहिँ यसरी माथि मन्थली टाइम फ्रेममा यस्तो तरिकाले काट्न थाल्यो, यस्तो तरिकाले काटेर माथि जान थाल्यो भनेपछि अनि मात्रै बजारमा मुभमेन्ट आउँछ। त्यो भनेको 2755 लाई काटेर माथि गयो भने मन्थली टाइम फ्रेममा पनि एरोन इन्डिकेटर पोजिटिभ हुनेछ। विकलीमा पनि त्यो 2755 लाई काटेपछि पोजिटिभ हुनेछ। डेलीमा पनि त्यही हो। अब यो चाहिँ हुक बनाएर यसरी यो यहीँबाट फर्केर माथि जानु पर्यो, यो चाहिँ तल कन्सोलिडेट हुनु पर्यो। त्यस्तै 1 आवर टाइम फ्रेममा छोटो टाइम फ्रेममा त बाइङहरू स्ट्रङै देखिन्छ। अब 70 बाट माथि फर्कियो भने एउटा राम्रो मुभमेन्ट आउन सक्ने देखिन्छ एरोन इन्डिकेटरबाट है त। ल अब हामी नेप्सेलाई चाहिँ मुभिङ एभरेजबाट हेरौँ। मुभिङ एभरेजबाट हेर्दा 200 दिनको मुभिङ एभरेज 2687.12 मा छ भनेपछि नेप्से चाहिँ 2684.33 मा क्लोज भएको छ भनेपछि 2-3 अङ्क तलै नै बसेको छ। यो 200 दिनको मुभिङ एभरेजलाई माथि काट्न अलिकति गाह्रो मानिरहेको छ भनेपछि अब 4-5 अङ्कको वृद्धि भइसकेपछि बजार फेरि बुलिस रिज्युम भएको मान्नेछौँ हामी र 50 दिनको मुभिङ एभरेज भन्दा पनि माथि गएर बस्नेछ। अहिले तत्कालको लागि 20 दिनको मुभिङ एभरेज र बोलिन्जर ब्यान्डको मिड ब्यान्डलाई यसले सपोर्ट बनाएर बसिरहेको छ। एकदमै राम्रो हो भने चाहिँ अब चाहिँ 50 दिन र 200 दिनको मुभिङ एभरेज भन्दा
बजार चाहिँ के हुनु पर्यो, माथि जानु पर्यो, अनि मात्रै पोजिटिभ हुन्छ है त। त्यस्तै गरी सुपर ट्रेन्डमा हेर्दा सुपर ट्रेन्डले बाई सिग्नल दियो, बाई सिग्नल दिइसकेपछि यो चाहिँ फेरि चाहिँ बाई सिग्नल दिइसकेपछि एउटा रिटेस्ट आउने गर्छ। त्यो रिटेस्ट भनेको यहाँसम्म पनि आउन सक्छ, तर चाहिँ यो माथिबाटै फर्किन सुरु गरेको कारणले गर्दा सुपर ट्रेन्डबाट पनि पोजिटिभ छ बजार। अब सुपर ट्रेन्ड चाहिँ अलिकति माथितिर जानुपर्छ, क्यान्डलहरू पनि माथि गयो भने बल्ल मुभ आउन सक्छ है त। मुभिङ एभरेजबाट चाहिँ पोजिटिभ भइसकेको छैन, मात्र 20 दिनको मुभिङ एभरेजलाई सपोर्ट बनाएर बसेको देखिन्छ। ल गप्पी मल्टिपल इन्डिकेटरबाट पनि पोजिटिभ चाहिँ भइसकेको छैन, तर राम्रो बन्दैछ। अब यी रातो लाइनहरू कतिवटा, एउटा दुईवटा तीनवटा रातो लाइनहरू मात्रै माथि छन् भने यसलाई ब्रेक गरेर 2694 भन्दा माथि गएपछि अनि मात्रै गप्पी मल्टिपल इन्डिकेटरबाट पोजिटिभ हुनेछ है त। ल विलियम इन्डिकेटरबाट हेर्दाखेरि यो यसरी चाहिँ यो 30 लाई पनि ब्रेक गरिसकेपछि माथि गयो, 30 लाई सपोर्ट लगेर माथि गयो। अहिले चाहिँ यो क्यान्डलले चाहिँ के गरेको छ भन्दाखेरि यो त्यसपछि गएर तीत र लिप्स भन्दा माथि नै बसेको छ भने पोजिटिभ छ भने यो आधा तल आधा माथि बसेर भएन, एउटा क्यान्डल चाहिँ क्लियर कट रूपमा यो भन्दा माथि बस्नुपर्ने हुन्छ। विलियम इन्डिकेटरबाट पनि मार्केट एकदम नै बुलिस जानेछ, बुलिस हुने प्रयास गरिरहेको छ है त विलियम इन्डिकेटरबाट पनि। एकचोटि हामी आरएसआईबाट मार्केटलाई हेरौँ कस्तो देखिएको छ। ल आरएसआईबाट हेर्दा मार्केट चाहिँ आज 51 को लेभलमै छ, आरएसआई चाहिँ हैन, आरएसआई 51 को लेभलमा छ भनेपछि अब आरएसआई अलिकति आज तलतिर नै आएको छ, मार्केटमा सेलिङ प्रेसर भएको कारणले गर्दाखेरि 50 को लेभलभन्दा तल नआएर योबाट माथितिर गयो, 60 भन्दा माथि जान थाल्यो भने बल्ल चाहिँ ट्रेन्डिङ भयो मार्केट भनेर भन्ने छौँ। अहिले आरएसआई चाहिँ त्यति पोजिटिभ छैन र नेगेटिभ पनि भइसकेको छैन। त्यस्तै गरेर म्याक्डीबाट हेरौँ हामी। म्याक्डीबाट हेर्दाखेरि के देखिन्छ भन्दा म्याक्डी चाहिँ निर्णायक मोडमा छ। यदि चाहिँ यहाँ हरियो क्यान्डल बनेर अलिकता 2755 भन्दा माथि बस्छ भने यहाँ हुक बनाएर माथि जान्छ। म्याक्डी लाइनले सिग्नल लाइनलाई हुक बनाएर माथितिर जान्छ र यो एकदम पोजिटिभ हुन्छ, गुड साइन हो। जिरो लेभलबाट हुक बनेको चाहिँ यो यसरी चाहिँ बाई सिग्नल दिएको, जिरो लेभलमा आएको बाई सिग्नल भन्दा पनि अझ स्ट्रङ हुने गर्छ भनेपछि त्यो सिनारीमा पुग्यो भने एकदमै राम्रो हुन्छ भनेपछि। अथवा यो भन्दा तल आयो भने फेरि म्याक्डीमा चाहिँ सेल क्रसओभर आउँछ, जिरो लेभलको आसपासबाट सेल सिग्नल आयो भने त्यो फेरि अलिकता नेगेटिभ सिनारी हुन्छ है त। अब यहाँ एनी आऊ यहाँ हुक बन्नै पर्ने हुन्छ म्याक्डीमा हुक बन्यो भने मार्केटले ट्रेन्ड र मोमेन्टम चाहिँ समात्यो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। इन्डिकेटरहरू पोजिटिभ हुने तर्खरमा छन्, नेगेटिभ भएपछि मार्केट चाहिँ डाउन साइडमा ट्रेन्डिङ हुनेछ भनेपछि पोजिटिभ भएपछि मार्केट चाहिँ अप साइडमा ट्रेन्डिङ हुने कुरा इन्डिकेटरहरूबाट क्लियर कट रूपमा देखिन्छ है त। इन्डिकेटरहरू त्यसपछि प्राइस एक्सनहरू डाउ थ्योरी सबै कुराबाट निष्कर्ष के निकाल्न सकिन्छ भने बजार चाहिँ अहिले साइडवेजको बिचमा छ, 2670 र 2750 को बिचमा साइडवेज बसिरहेको छ भनेपछि बायरहरूमा कन्फिडेन्स छैन, बायरहरूमा चाहिँ कन्फिडेन्स छैन, बजार बढ्छ भन्ने उनीहरूलाई लागेको छैन भने खरिद गरेर बसिसक्यो होला के लागेको छ भने बजार चाहिँ यसरी हायर हाई हायर लोको चरणमा जाँदै गर्दाखेरि 2670 भन्दा तल नआउने बेलासम्म बजार माथि नै जान्छ भनेको कारणले गर्दाखेरि उनीहरूले सेलिङ गर्न छोडेको जस्तो देखिन्छ भनेपछि क्यासमा बसेकाहरू बाई नगरेकाहरूले चाहिँ के गरिरहेका छन् भने बजार चाहिँ 2750 भन्दा माथि गएपछि मात्रै स्ट्रङ एउटा चाहिँ अप ट्रेन्डको चाहिँ लय समात्छ, मल्टिपल हायर लो बन्छ, मल्टिपल हायर हाई बन्छ भनेपछि त्यो चाहिँ स्ट्रङ बजार हुन्छ भनेर उनीहरूले 2750 को लाई कुरिरहेका छन् भने र उनीहरू छिर्न चाहिँ किन डराइरहेका छन् भने यदि 2670 भन्दा तल आयो भने त फेरि फसिन्छ, फेरि किन्न चाहिँ 2570 मा किन्नुपर्ने हुन्छ भनेको कारणले उनीहरूले चाहिँ अहिले तत्काल बाई पोजिसन लगेको देखिँदैन। त्यो चाहिँ हामीले एरोन इन्डिकेटरबाट पनि त्यो देख्छौँ, किन भन्दाखेरि सेलर चाहिँ कमजोर छन्, जिरोमा आइसके तर बायरहरू यहाँ के छन् भन्दाखेरि 35 मा मात्रै छन् भनेपछि बाई गर्न खोजेको देखिँदैन भनेपछि अब यसबाट प्रष्टसँग के देखिन्छ भने बाई गर्नुपर्ने मान्छेहरूले बाई गरेका छैनन्। बजार चाहिँ अब कति दिन साइडवेज बस्छ त्यो हेर्नु पर्यो। यहाँ चाहिँ अब भोलि नै ट्रेन्डिङ भएर माथि एउटा राम्रो ग्रिन क्यान्डल बन्यो भने बाई सेन्टिमेन्ट बढ्दै जान्छ, अब भोलि पनि फेरि रातो बन्दै गयो भने फेरि सेलिङ सेन्टिमेन्ट बढ्दै जाने हो भनेपछि अब बजार चाहिँ भविष्यमा के हुन्छ भनेर त्यो भन्न सकिन्न। तर हामीले चाहिँ एउटा हाम्रो चाहिँ क्लियर भिजन चाहिँ के बनाउनु पर्छ भने बाई कहाँ गर्ने, टार्गेट कहाँ राख्ने, स्टप लस कहाँ राख्ने हैन, कहाँ गइसकेपछि स्ट्रङली छिर्ने, कहाँ गइसकेपछि हामीले चाहिँ किन्न नडराउने, कहाँ हामी बेच्न नडराउने भन्ने कुरा चाहिँ हामी आफ्नो भिजन चाहिँ क्लियर बनाउनु पर्ने हुन्छ। त्यसकारणले पनि हामीले चाहिँ यहाँ भिजन के बनाएका छौँ भने अल्टिमेटली बजारको चाहिँ लो चाहिँ 2570 हो भने अब यसरी हायर लो बनाइसकेपछि अब 2670 भन्दा तल नआउने हामी किनेका छौँ भने बस्नु पर्यो, होल्ड गरेर बस्नु पर्यो
हैन 2670 भन्दा तल आयो भने हामी स्टप लस गर्नु पर्यो र यहाँ किन्नको लागि फेरि बस्नु पर्यो हैन हामी किनेकै छैनौँ हामी क्यासमा बसेका छौँ भने अब बजार चाहिँ हायर लोको प्याटर्न त देखाएको छ तर यो हाईलाई ब्रेक नगरेसम्म त मुभ आउँदैन नि त यो हाईलाई ब्रेक नगरेसम्म मुभ पनि आउँदैन यहाँ किनेर तपाईँको चाहिँ बजार साइडवेजै बस्यो भने तपाईँलाई फाइदा पनि हुन्न भनेपछि त्यसकारणले तपाईँले 2750 भन्दा माथि नजाँदासम्म क्यासमा बसेकाहरू हामी 2750 भन्दा माथि गइसकेपछि मात्रै बजारमा क्यास इन्जेक्ट गर्छौँ हैन यसले स्टप लस गरेर तल आयो भने फेरि किन्नको लागि यहाँ बस्छौँ क्यासमा बसेकाहरूलाई चाहिँ अलिकति तनावमा भएको अवस्था छ उनीहरू चाहिँ अब यहाँ किन्न पनि सकिरहेका छैनन् क्यासमा बस्नु चाहिँ एकदम नै गाह्रो कुरा हो र यहाँ बाई गरेकाहरूलाई पनि के छ भने बजार माथि गइदिएको भयो भन्ने भएको छ र बजार चाहिँ माथि जान सकेको छैन उनीहरूलाई पनि डर लागिरहेछ 2670 भन्दा तल आयो भने फेरि बेच्नको लागि उनीहरू चाहिँ रेडी स्टप लस गर्नको लागि अथवा प्रॉफिट बुक गर्नको लागि उनीहरू रेडी भएर बसेको अवस्था देखिन्छ है त अब यसबाट हामी क्लियर कट 2750 भन्दा माथि गयो भने स्ट्रङली बाई गर्ने 2670 भन्दा तल आयो भने स्टप लस गर्ने र 2570 मा किन्नको लागि बस्ने र यो ठाउँमा साइडवेज बस्दासम्म चाहिँ अब ट्रेन्डिङ स्टकहरुमा हामीले चाहिँ ट्रेड गरेर कमाउन सक्छौं है त साथीहरु यति कुरा चाहिँ बुझ्नु पर्यो नेप्से नेगेटिभ छैन नेप्से पोजिटिभ छ तर नेप्सेले चाहिँ एउटा ट्रेन्ड र मोमेन्टम चाहिँ बढाउन सकेको अवस्था देखिदैन यति मात्रै कुरा हो अब कहिलेबाट यसले ट्रेन्डिङ हुन्छ त्यो कुरा चाहिँ हामी हेर्नुपर्छ र त्यही अनुसारको हामीले लिनुपर्छ आजको भिडियो यही सकाउँछु तपाईहरुलाई आजको मार्केट एनालाइसिस कस्तो लाग्यो यदि मन पर्यो भने तपाईहरुले मेरो च्यानललाई लाइक गर्नु होला सब्स्क्राइब गर्नु होला र कमेन्ट गर्नु होला भन्दै आजको भिडियो यही अन्त्य गर्छु नमस्कार धन्यवाद